हेलो एभ्रीबडी, सबैजनालाई नमस्ते। आज चाहिँ मैले हजुरहरूलाई अलि बेग्लै खालको भिडियो लिएर आएको छु है। यहाँ गाउँघरतिर आएको थिएँ अनि खोलामा यो ठ्याक्कै यो काँडा देखिहालेँ। यो काँडा चाहिँ हाम्रो घरतिर चाहिँ थकाइलो भनेर भनिन्छ है। यो यसको चाहिँ औषधि एकदमै धेरै छ क्या। यसको लागि यसको औषधि चाहिँ धेरै कामको लागि औषधि हुन्छ यो चाहिँ। सो हजुरहरूलाई म चाहिँ अब यो के को लागि औषधि हुन्छ भनेर चाहिँ म हजुरहरूलाई भनिदिन्छु। यो भिडियो चाहिँ पुरै हेर्नु होला है। यो काँडोलाई चाहिँ हजुरहरूले गाउँघरतिर खोलातिर जता पनि पाउनुहुन्छ क्या, जताततै हुन्छ। यहाँतिर उतातिर पारीतिर सबैतिर छ यहाँ हाम्रो चाहिँ। अनि त्यसपछि यसो खोलातिर आएको बेलामा हजुरहरूलाई यो देखाइदिउँ भनेर यो चाहिँ म भिडियो बनाउँदैछु है। यो चाहिँ थकाइलो भन्छ हाम्रो गाउँतिर। हजुरहरूकोतिर के भन्छ त्यसलाई पनि कमेन्ट गर्नु होला। यसलाई चाहिँ यसरी काटेर अनि हजुरहरूले यो काँडाहरूलाई यसरी सबैलाई छिनारेर है यो तास्नुपर्ने हुन्छ है। यसरी तासेर चाहिँ यसरी तासेर यो अलि जतन गरेर तास्नुपर्ने हुन्छ। फेरि यो घाउ हुने सम्भावना हुन्छ। हामीलाई चाहिँ बानी भइसक्यो। खोलातिर आएको बेलामा यसो खाइन्छ है, जताततै पाइन्छ। मान्छेहरूले यसको यो मेन औषधि भनेको चाहिँ यो हजुरहरूलाई पाइल्स छ भने होइन, पाइल्स अनि दिशा गर्न गाह्रो हुने, दिशा आउन अलि त्यस्तो अप्ठ्यारो हुने, पाइल्स फिसरहरू त्यस्तो छ भने यो चाहिँ एकदमै इलाज नै हो क्या। हजुरहरूले यो खान सक्नुहुन्छ, जताततै पाइन्छ यो है। गाउँघरतिर अनि खोला नालातिर जता पनि पाइन्छ, यहाँ पनि जताततै छ। सो यसरी गरेर चाहिँ हजुरहरूले खाना नरुचेको, यसको फाइदा भनेको चाहिँ मेन भनेको पाइल्स फिसर अनि खाना नरुचेको अनि शीतल गराउँछ कि यसले चाहिँ। मन के भन्छ, भित्र नै एकदमै गर्मी छ भने एकदमै शीतल बनाउँछ। त्यसपछि हजुरहरूले यसरी तासेर चाहिँ नि यसरी तासेर यो फाल्दिनु। तर यो पनि खाएकै राम्रो हो। अहिले मलाई अल्छी लागेर चाहिँ मैले फाल्दैछु। एकदमै नरम खालको छ है। यस्तो गरेर एकदमै औषधि भए पनि